यो मोमो भन्ने चिज चाहिँ संसारको जुनै कुनामा गएर खाए पनि क्या यसको टेस्टै जस्तोको त्यस्तै, यसको मिठास चाहिँ जस्तोको त्यस्तै रहँदो रहेछ क्या साथीहरू। के साथीहरू तपाईँहरूले पनि कहिले आफ्नो साथीहरूसँग मिलेर यसरी हस्टेलमा एक्सपिरियन्स लिनुभएको छ मोमो या केही खाएको? सो हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। इट्स मी मनिता राई। म चाहिँ बेङ्गलोर यलहंका न्यू टाउनमा बस्छु भनेर तपाईँहरूलाई पहिलाको भिडियोमा पनि मैले अलरेडी भनिसकिसकेको छु। सो साथीहरू हामीलाई चाहिँ एकदमै मोमो खानु चाहिँ एकदमै क्रेभिङ भइरहेको थियो नि त। सो त्यही भएर चाहिँ हामी चाहिँ अलिअलि पैसाहरू, अब हामी स्टुडेन्ट लाइफ हो, स्टुडेन्ट लाइफमा पैसा बेसी हुँदैन भनेर त्यो तपाईँहरूलाई पनि थाहा छ। सो त्यही भएर हामी चाहिँ अलिअलि पैसा जुटाएर चाहिँ हामीले आज चाहिँ चिकन मोमो खाने प्लान गरेको थियौँ सन्डेको दिन। सो त्यही भएर चाहिँ हामीहरू बाहिर सामानहरू लिएर आएर सामग्रीहरू सबै मिलाएर चाहिँ काटकुट पारेर रेडीहरू गर्दै थियौँ। सो साथीहरू मैले अस्तितिरको भिडियोतिर पनि हालिरहन्थेँ कि मैले मोमो चाहिँ यसरी बनाउँछु भनेर। सो तपाईँहरूले हेरिदिनु होला, मेरो डिजाइन पनि यस्तै छ, किनभने पहिला पनि तपाईँहरूले हेरि नै रहनु भएको थियो होइन। हरेक कुरामा क्या साथीहरू, हरेक कुराको चाहिँ एक्सपिरियन्स लिनै पर्दो रहेछ क्या। जति नै घरदेखि टाढो भए पनि, घरदेखि टाढो अब आमा बाबादेखि टाढो बसेर भए पनि हामीले यसरी आफूलाई केही कुछ गर्नु सक्छु गर्ने टाइपको चाहिँ हामीले आफूलाई बनाउनु पर्ने रहेछ क्या साथीहरू। सो हामी चाहिँ सो साथीहरू हाम्रो चाहिँ एक्जाम चलिरहेको छ, तर हामी चाहिँ एक्जामको टेन्सनहरू सबै दूर गरेर, एन्जाइटी डिप्रेसन के आउँछ एक्जाममा होइन, त्यो सबै दूर गरेर चाहिँ हामी चाहिँ मोमो बनाउनु र खानुमा चाहिँ, बनाउनु जति नै अल्छी लागे पनि खानु त्यति नै मिठो हुन्छ। त्यो चाहिँ सब तपाईँहरूलाई पनि थाहै छ। काम गर्नु र खानुको भिन्नता अलग छ, त्यो तपाईँहरूलाई पनि थाहै छ। अन्त यहाँ चाहिँ मेरो साथीहरूले चाहिँ मोमो बनाउँदै थियो नि त, अन्त म चाहिँ यहाँ अलग्गै अचार बनाउनु थालेँ, किनभने अब अचार सँगसँगै मोमो बिना अचार मिठो हुँदैन, त्यो सबैलाई थाहा भएकै कुरा हो। सो त्यही भएर हामी चाहिँ यहाँनिर मोमो पाकिसकेको थियो नि त फर्स्ट सेट, त्यो त्यही भएर चाहिँ म चाहिँ एउटा चाहिँ चाख्दै थिएँ, एकदमै मिठो जुसी भइसकेको थियो होइन। अन्त हेर्दा यहाँ अचार पनि रेडी भइसकेको छ। यो चाहिँ मैले बनाएको हो साथीहरू। भन्छ नि यो सिलौटोमा पिसेको अचार चाहिँ अलग्गै मिठास हुन्छ होइन। सो त्यो हाम्रोमा सिलौटो त थिएन, तर मेरो फलम जस्तो हातले भए पनि मैले पिसपास गरेँ अलिकति भए पनि होइन। अन्त एक कुरा, हामी चाहिँ मोमो भन्दा ज्यादा चाहिँ हामी चाहिँ अचार नै खान्छौँ नि त, किनभने अचारको टेस्ट चाहिँ एकदमै मिठो हुन्छ। हामी चाहिँ अचार चाहिँ पिरो चाहिँ हल्का लगाएर चाहिँ अलिक टमाटरहरू त्यो के मसलाहरू के लाउने हो त्यो चाहिँ म हल्का लगाउँछु नि त, त्यही भएर चाहिँ एकदमै मिठो हुन्छ होइन। सो हेर्दा हाम्रो मोमो पनि सबै रेडी भइसकेको थियो। अन्त चाहिँ हामी चाहिँ खान लाग्यो। एकदमै टेसिलो, एकदमै जुसिलो। हामी नेपालीहरू, यो नेपालीहरूको त फेभरेट हो होइन। तपाईँहरूले मलाई भन्नुहुन्छ नि घरमा आउँदाखेरि, म वेस्ट बेङ्गालमा अस्ति आउँदाखेरि, खोइ आजकल त मोमो झालमुरीको त आउँदैन त, घर आएपछि त भिडियो यस्तो उस्तो मलाई मेसेजहरू गर्नुभएको थियो तपाईँहरूले कतिजनाले। तर जस्तो म बेङ्गलोर आउनु बित्तिकै हाम्रो चाहिँ यो स्टार्ट हुन्छ भनेर तपाईँहरूलाई पनि थाहा थियो। घरमा त अब हामी त्यस्तो उयो हुँदैन नि त, फ्री हुँदैन नि त यस्तो मोमो बनाएर खाने होइन। घरमा गएपछि त अब अर्कै काम हुन्छ घरमा, अब घरको र यतापट्टिको धेरै फरक हुन्छ। सो त्यही भएर चाहिँ अहिले चाहिँ हामी चाहिँ यहाँनिर हाम्रो स्टार्ट भइसकिसकेको छु त्यो। सो साथीहरू अहिले चाहिँ हाम्रो चाहिँ एक्जाम पनि चल्दैछ होइन। म चाहिँ एक्जामको लागि पनि अलिअलि हल्का प्रिपेयर चाहिँ गर्दैछु साथीहरू, अलिअलि भए पनि। साथीहरू अहिले भन्दा पनि मेरो एक्जाम चल्दैछ, हामीलाई चाहिँ एकदमै बेस्ट विसेस दिनु होला तपाईँहरूले, किनभने म त अब सोसियल मिडिया पनि चलाउँछु नि त होइन। अलिअलि त अपडेट पनि लाउनु पर्यो, त्यतिकै छोड्नु पनि भएन, किनभने अब एकपल्ट सोसियल मिडियामा काम गरेपछि कन्टिन्यू गरिबस्नुपर्छ, त्यो तपाईँहरूलाई पनि थाहा छ। सो आजको लागि चाहिँ यति नै। भोलिको भिडियोमा चाहिँ तपाईँहरूले हेर्नु छ भने चाहिँ मलाई फलो, लाइक, कमेन्ट, सेयर गरिदिनु होला। बाई बाई, लभ यु अल।